मैले मुख धोएको छैन गाइस, त्यही भएर म यस्तो देखिरहेको छु, न त म रियल लाइफमा यस्तो देखिन्न। म अहिले नयाँ होस्टेलमा सरेको छु साथीहरू, अनि यो चाहिँ मेरो रुम हो। मैले अहिले झ्याल खोलिरहेको छु कि गाइस, अनि अगाडिको बिल्डिङ पनि होस्टेल हो, त्यहाँ पनि झ्याल खोलेर एउटा दिदीले हेरिरहनु भएको छ, मलाई लाज लागिरहेको छ। अझै हल्का सिक्छु होइन, अनि त्यही भएर मलाई कस्तो कस्तो फिल भइरहेछ। अब म दबाई खान्छु कि खाम कि नखाम भइरहेछ। हिजो चाहिँ मैले खाएको थिएँ, तर कुन खाएको थिएँ, यो खाएको थिएँ मैले, यो मेरो घाँटी दुखिरहेको थियो, त यो खाएको थिएँ, त घाँटी त सन्चो भयो, तर रुगा लाग्यो। ए होइन, स्कुल त जानु पऱ्यो, त स्कुल गएन भने पनि आजकल त कस्तो झ्याउ छ, के गर्नुहुन्छ थाहा छ, एटेन्डेन्स पुगेन भनेर अस्ति त गाली गर्दै हुनुहुन्थ्यो कि, त त्यही भएर जसरी पनि जान त पऱ्यो। तर फेरि होइन, कलेज गएर पनि पुरा हुन्छ नि, कस्तो बोर लाग्छ नि त, अनि त फेरि आफूलाई बोर लागेपछि साथीहरूलाई पनि बोर लाग्छ, त पुरा बोर हुन्छ के, त त्यो फिलिङ चाहिँ मन पर्दैन। तर अनि यो चाहिँ नयाँ स्कार्फ, यसलाई होइन मलाई कसरी लगाउने भन्ने त थाहा छैन कि, तर मैले देखेँ अनुसार यसरी हो जस्तो लाग्छ गाइस। अबदेखि म स्कुल ड्रेसमा नि यही लाएर जान्छ सोचिरहेको छु कि मेरो टाइको साथ ट्याग, यो कस्तो देखिन्छ मेरो ड्रेसमा कमेन्ट गरिदिनु होला अहिले। मलाई त लास्ट लाज लाग्यो गाइस, त्यो झ्यालदेखि हेरेकै हुनुभयो, के गरौँ, के सोचिरहनु भयो होला, मोबाइल नै देखिरहेको छैन होला कि, त के सोच्दै हुनुहुन्छ होला। एक मिनट, हल्का लोकेसनमा चेन्ज गाइस, किनकि मलाई धेरै अटेन्सन दिएको मान्छेहरूले मन पर्दैन कि, धेरै हेरेकै हुनुभयो मलाई। यसलाई कसरी स्टाइल गर्ने गाइस, मलाई बुझ्दिनु न, कुनै भिडियोको लिङ्क पठाइदिनु न, मलाई यो लगाउनु मन लागिरहेछ, तर कसरी लगाउने, यस्तो त्यो टाउकोमा बाँध्यो भने त यो त म त पुरा त्यो प्रेग्नेन्ट वुमेन जस्तो देखिन्छु कि। फेरि त घाँटीमै कसरी स्टाइल गर्ने भनेर मलाई देखाउनु। मैले हल्का कपाल पनि काटेको गाइस, नोटिस गर्नुभयो कि नै, म हजुरलाई ब्याक भ्यू दिन्छु। कस्तो छ गाइस, कमेन्ट गरिदिनु होला। प्यारासिटामोल, त्यो सिटामोल किन यस्तो ब्लू कलरको हुन्छ, ब्लू कलरको भएर मन पर्दैन क्या, भित्र त व्हाइट नै हुन्छ हुन त, तर त्यही पनि के लाइट ब्लू कलर कस्तो आँखामा छुप्छ, बट डार्क ब्लू भएछ राम्रो देखिन्थ्यो। तर यो प्यारासिटामोल होइन, बच्चाहरूले फुल खानु हुँदैन भन्छन्, जुन पनि दबाई होइन हाफ, किनकि धेरै डोज हुन्छ भनेर भन्छन् होइन, तर म त अब अडल्ट हुने बेला भइसक्यो, त म फुल खान सक्छु। भेरी यम्मी। सो त्यही हो, मलाई त बोर लाग्छ गाइस यो होस्टेलमा बसेर के भएको, होस्टेल बस्न नि झ्याउ लाग्छ, कलेज जान नि झ्याउ लाग्छ, जे गर्दा नि झ्याउ लाग्छ। म मेरो लाइफको कुन स्टेजमा पुगेको छु मैले बुझ्न सकिरहेको छैन, यतिकै बोर लाग्छ होइन। म कलेजमा भ्लग बनाऊँ भनेर सोध्छु, तर के भ्लग बनाउने त्यस्तो हावा कलेजको। म त तपाईँहरूलाई, मेरो कोही जुनियर हुनुहुन्छ +2मा पढ्ने भने म तपाईँलाई सजेस्ट गर्छु कि तपाईँ होइन, इफ तपाईँलाई बिबिएहरू यस्तो हावाको उस पढ्न छ भने चाहिँ काठमाडौँ नआउनु भन्छु। केही त छैन, बिबिए पढेर के नै हुने हो र, त बिबिए नपढ्नु भन्छु म त होइन। मलाई पनि पढ्न त मन थिएन, तर पढिहालेँ, अब के नै गर्न सकिन्छ। बिबिए सजिलो त भन्छन् कि, तर मलाई त बोरिङ लाग्यो कि, सजिलो हो कि पास हुनु त सजिलो छ, तर फेरि कति झ्याउ लाग्दो कि, कति लेख्नुपर्छ, लेख्दा मान्छे पागल हुन्छ। त पागल नै हुनु छ भने त अरू कुनै कोर्स पढ होइन, यो बिबिए पढेर त के पागल हुनु, हल्का सुन्दा पनि राम्रो सुनियोस् न होइन। बिबिए पढेर पागल भएको भन्दा त कस्तो सुनिन्छ। तर यो चाहिँ हाम्रो सेमेस्टर क्यालेन्डर हो गाइस होइन। हाम्रो यो सेममा के हुन्छ म भनिदिन्छु तपाईँलाई। हाम्रो यो सेम यस्तो बोरिङ छ होइन, केही छैन, के हो हावा छैन। अस्ति नैदेखि म जब फर्स्ट सेममा आएँ तबदेखि कार्निभल हुन्छ भनेको छन्, तर भएकै छैन। त्यसै त्यो के पुरा आशा देखाइदिने, लास्टमा हुँदै नहुने। सिनाम्जी वर्कसप भन्ने छ होइन, त त्यहाँ गयो भने चाहिँ म भ्लग बनाउँछु, खै बनाउँछु त भन्छु, तर खै के हुन्छ, फेरि बनाउने बेला बनाउँदैन। मेरो यसमा स्पेस पनि हुँदैन कि गाइस, त्यही हो, त्यो पनि एउटा मेन प्रब्लम हो कि। मलाई त रिस उठ्छ यो आइफोनको स्टोरेज हेरेर, के हो हावा जस्तो होइन, जति बेला पनि फुल पहिले नयाँ मोबाइल किन्ने पनि हुन्थ्यो। मेरो बर्थडे पनि आउँदैछ, त खै दिदीहरूले किन्दै हुन्थ्यो। कृष्ण जन्माष्टमी पनि रहेछ, हरितालिका तीज अरे गाइस। यो हरितालिका तीज किन भन्छन्, तीज मात्रै नभनेर यो हरितालिकाले त कस्तो पुरा भाइब नै बिगारिदिन्छ। तीजपछि फेरि
प्री बोर्ड्स छ भाद्र अरे। ओइ मेरो बर्थडे मन्थमा रहेछ। मेरो बर्थडे कहिले हो तपाईहरुलाई थाहा छ कि नै? मेरो बर्थडे भदौ 1 मा हो गाइस। त तपाईहरुले के गिफ्ट दिन चाहनुहुन्छ कमेन्ट गर्नु। क्याप लाएर कसरी राम्रो देखिन्छ के? म त कस्तो चोमो देखिन्छु। किन यस्तो देखिरहेको छु कि म मुख धोएर भिडियो बनाउनु पर्ने रहेछ। म अलि रिग्रेट गर्दैछु। देखिन्न है गाइस रियल लाइफमा सबैले भनिदिन्छु। त्यही हो गाइस। अब केही छैन। मैले एउटा कलेजमा भ्लग बनाएको थिएँ कि त त्यही हेर्नु। अब के भन्ने हो र? त बोलाइसक्यो मलाई कि मलाई आइडिया दिनु म के गर्न सक्छु भनेर। म त के गर्ने हो र? म त पागल हुन लागिसक्यो यो होस्टेलमा बसेर कलेज देखेर सब देखेर पागल हुन लागिसक्यो। ब्रो स्कुलमा आज गाइस केपी ओली आउँदा हामी सबै के हो एमाले हो गाइस। हामी फेरि काङ्ग्रेस हो। हाम्रो क्लासको धेरै जसो काङ्ग्रेस के स्वतन्त्रहरू के थाहै छैन मेन कुन पार्टी हो भन्ने। त्यही भएर हामी त एमाले भएर फर्स्टमै आएको होइन। सुनिरह क्या सबै यता फर्किरह अनि हेर्न सक्नुहुन्छ यस्तो अहिलेको अवस्था। आएर हाम्रै भिडियो खिच्ने कि किन हो कि फोटो निक्ने भने होइन के भन्छन् यिनीहरू फेरि खै काङ्ग्रेस हो जस्तो लागेर मलाई त। हुन्छ बन्दैन हो गाइज हाम्रो क्लासको टपर हो। खै सिआर बन्ने हो कि के भन्दै थियो। हाम्रो क्लासको ल फेरि कता फोटो खिच्दैछन्। हाम्रो फेरि बिजी छौँ कि गाइज। केपी ओली सर आएपछि भेट्छौँ। भिडियो गराउँदै हुनुहुन्छ खै किन हो डर लागिरह मलाई त। के भयो हाम्रो त बेइज्जत भयो। हेर्न आएको भएन अब जाँदैछौँ हेर्नै पाइएन केपी ओलीलाई। हाम्रो पोपट भयो गाइस। किन ल्याएको हो र? आफ्नै स्कुलमा पनि खै कता लिफ्ट वेट गरेर हम लिफ्ट पनि वेट गर्न दिनु भएको छैन कि हिँड्दै जाऊ अरे। शिट गाइस लिफ्ट आयो। यहीसम्मको थियो हाम्रो यात्रा। घरमा नि दिएको थियो।